सबैलाई नमस्कार। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अहिले सबै मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा प्रेस अवश्य गर्नुहोला। नेपालमा चुनावी माहौलको कुरा गर्दाखेरि अहिले बालेन्द्र शाह अर्थात् बालेन शाह सबभन्दा माथि उक्लिएको छ। बालेनको क्रेज पहिला पनि काठमाडौँ महानगरपालिकामा छँदै थियो। उहाँले भर्खरै केही दिन पहिला मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा झापा 5बाट केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। तर बालेनको क्रेज कतिको छ, कस्तो इम्प्याक्टफुल छ त्यो त अहिले सबैले हेरिरहेको छ र सबैले पनि बताउनेछन् कि बालेन भन्ने व्यक्ति को हो, घन्टी के हो, बालेन के हो, अनि राष्ट्रिय स्वतन्त्र पार्टी के हो। बालेनको क्रेज कुरै नगर्नु क्या। जहाँ गए पनि लाखौँ लाख सङ्ख्यामा मान्छेहरूको क्रेज, लाखौँ लाख व्यक्तिहरू बालेनको फ्यान छँदै हुनुहुन्छ है। त्यही भएर यो पालिको चुनावमा बालेनलाई परास्त गर्न त ब्रह्मास्त्र पनि काम गर्छ कि गर्दैन भने भन्न सक्दैन। त्यति सजिलो बालेनलाई हराउन सक्दिन जहाँबाट भए पनि। भलै झापा 5मा केपी ओलीको क्षेत्र किन नहोस्। केपी ओलीको 2 दशकदेखि जित्दै आएको हो त्यो क्षेत्रमा। तर त्यहाँको जनताहरू पनि केपी ओलीबाट सन्तुष्ट छैन। थोरै बहुत छ तर सबै छैन क्या। किनकि केपी ओलीले त्यसको वातावरणलाई भ्रष्ट बनाइदिएको छ। देशका सबै प्रशासनिक व्यवस्था, बजेट सिस्टम्स, राजस्व सबै क्षेत्रमा उहाँको योगदान भनेको एकदम खासै इम्प्याक्टफुल छैन क्या। त्यही भएर युवाहरूले अब बालेन्द्र शाहलाई मागेको छ र बालेन्द्र शाहले अब अहिलेसम्म लिडिङ गरिराख्नु भएको छ। अब आगामी दिनमा के हुन्छ हेरौँ। तर बालेनको फ्यान जनकपुरमा आएको थियो लाखौँ लाख सङ्ख्यामा। उहाँले कस्तो मजाले मैथिली भाषण दिनुभयो क्या। वाउ, ग्रेट थियो, ग्रेट। त्यसपछि झापा जानुभयो। झापा पनि बालेनको क्रेज गएको दिन पनि थियो। आफ्नो भवनको उद्घाटन गर्नुभयो। त्यसमा आफ्नो टिमहरू, मिडिया, त्यो स्ट्रक्चर, च्यानलहरू, प्लेटफर्महरू सेटल गर्नुभयो त्यहाँ त्यो क्षेत्रमा। त्यसपछि देशका अहिले विभिन्न भूगोलहरूमा घुमिराख्नु भएको छ, जनतासँग भेटिराख्नु भएको छ प्रत्यक्ष रूपमा। तर जहाँ गए पनि बालेनको क्रेज त्यतिकै छ क्या। त्यही भएर यो पालि जय घन्टिनु हुन्छ जस्तो लाग्छ। तर चुनाव हो, जे पनि हुनसक्छ। तर सबै जनताको हातमा छ क्या। जनताले यो पालि पनि असल नेता, असल लिडरलाई पहिचार्न सकेन भने देशको अवस्था योभन्दा पनि धेरै खराब हुन जान्छ क्या। अनि एउटा अझै कुरा, धेरै जस्तो नेताहरू आजकल हेर्छु बालेनलाई लुसिफर, विदेशी एजेन्ट भनिरहेको छ। तर बालेनले एउटा स्टेट्समा के भनेको थियो, यदि सम्पूर्ण नेपालको समानुपातिक विकास गर्न सकेन भने अरू जिल्लाहरूलाई के गरौँ भने विदेशीलाई दिइहालौँ। विदेशीले राम्रोसँग चलाउँछ नि त्यो जिल्लाहरूलाई, राम्रो विकास गर्छ त्यहाँ। तर योभन्दा पहिला हाम्रो देशमा के भएको थियो भने जसले चुनाव जित्ने उतिको क्षेत्रमा मात्र विकास गर्दै आएको थियो क्या। खास गरेर झापालाई हेर्नु, केपी ओलीले बनाएको झापालाई। त्यही भएर बालेन विदेशी एजेन्ट छैन भनेर त जे पनि भनिहाल्छ नि। त्यही भएर बालेनको कुरो त्यतिकै सजिलो छैन। बालेनलाई परास्त गर्न त्यति सजिलो हुँदैन। बालेन भनेको देशको गहना हो, आउँदो पुस्ताको पिँढीको विश्वास हो एउटा क्या। बालेनको क्रेज जहाँ पनि छ, क्रेज किन नहुनु। बालेनले असल काम गरेछ नि काठमाडौँमा त।
त्यस्तो निडर साहसी भएर काठमाडौँलाई बनाएको छ। त्यति सरल कहाँ हुन्छ अरू नेताको लागि त? डरै छैन कि त्यसमा, बालेनमा डरै छैन। त्यही भएर बालेन नै सबैको आशा विश्वासको किरण एउटा हाम्रो नेपालको जल्दो बल्दो राजनीतिमा। त्यही भएर योपालिको भोट अब कसलाई दिनुहुन्छ हामी त सोचिसकेका छौँ। अब तपाईँहरूको पालो। धन्यवाद। मेरो च्यानललाई भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। धन्यवाद।